पोहोर साल 23 र 24 गते पछाडि नाङ्गै ड्युटी गरेको छ प्रहरीले, खाली खुट्टा गरेको छ, युनिफर्म नभइकन गरेको छ, साधन नभइकन बनाएको छ। एउटा पनि साधन 593वटा सवारी साधन जलेको काठमाडौँमा, यी मुलुकमा। चुनाव हुने अगाडि 1 महिना अगाडि, झन्डै 20 दिन अगाडि बल्ल दाताले दिएका सवारी साधन पाएर चुनाव गराएको। त्यो 6 महिनासम्म तैँले कसरी गाडी ल्याएर चलाइस्, यहाँ गस्ती पटोल कसरी गरेका, शान्ति सुरक्षा प्रत्याभूति कसरी गरेका छस् भनेर कसैले प्रश्न सोधेन। भगवान्ले आएर चलाएको थिएन नि, हामीले चलायो मागेर। र त्यतिखेर पनि हाम्रा बिग्रेका भत्केका छेदविच्छेद भएका चौकीहरू जनताले बनाइदियो। जनताको त्यत्रो दरविभूत हुने अवस्थामा सबै टाइमले दिया भए हुन्थ्यो नि त, अझ गतिलो यो चुनाव भव्य गराइदो हो होइन। र त्यसैले मैले अगाडि भने यो सबै मान्छे डराउने स्थिति बन्यो। पहिला हाम्रो पनि त्यो सुडानमा त्यस्तै समस्या बन्यो। यो खरिद गर्ने कुरामा सबै किसिमको मान्छेहरू पन्छिन थाले। को नपन्छिने? उच्च होदामा नेतृत्वमा पुगेपछि पन्छिन नमिल्ने भयो। नपन्छिकन राम्रो काम गरौँ भने मैले अगाडि त्यही भएर भनेको, एउटा सुरु नै गरेको छैन, चर्चा भएको छैन, एउटा यसो गर्न पाए हाम्रा के अरे मृत्यु भएका, शहादत प्राप्त गरेका अमर प्रहरीहरूको परिवारलाई भर्थे हुन्थ्यो कि भनेर राखेको प्रश्नमा 30 लाख आयो लेखिदियो। अब 30 लाखको पनि एकचोटि बोलाइदिनु न। फेरि यो लेखा संविधान 30 लाख खाइसले बोलाएर फेरि जवाफ दिनु पर्ला।